हेलो नमस्ते वेलकम टु मज्जाको कुकिङ युट्युब च्यानल। यहाँहरू सबैलाई मज्जाको कुकिङ युट्युब च्यानलमा स्वागत छ। आज मैले हजुरहरूको लागि भेज पनिर मोमोको रेसिपी लिएर आएको छु। आशा गर्छु कि हजुरहरूलाई यो रेसिपी मन पर्नेछ। सुरु गरौँ आजको रेसिपी। यसको लागि हामीलाई आवश्यक पर्ने सामग्रीहरू सुरुमा लिएको छु बन्दा। यसलाई चाहिँ मैले मसिनो गरी चप गरेँ। त्यसैगरी मसिनो गरी कोरेको गाजर लिएको छु। पनिरलाई पनि मैले कोरेसोमा मसिनो गरी कोरेर राखेको छु। यसैगरी हरियो प्याजको पत्तालाई पनि मसिनो गरी काटेको छु। सँगसँगै मैले प्याजको दानालाई पनि कोरेर राखेको छु। त्यसपछि हजुरहरूले एउटा गहिरो भाँडा लिनुहोस् र त्यसमा चाहिँ अघि हामीले रेडी गरेर राखेको बन्दा, गाजर अनि मसिनो गरी काटेर राखेको प्याजको पत्ता अनि मसिनो गरी कोरेर राखेको प्याज, मसिनो गरी काटेको धनियाँ, त्यसपछि छुटाउनै नमिल्ने भनेको त पनिर भइहाल्यो। यसलाई चाहिँ हजुरहरूले आवश्यकता अनुसार राख्न सक्नुहुन्छ। मैले चाहिँ यसमा मलाई चाहिँ एकदम मनपर्ने भएर अलि धेरै नै राखेँ। हजुरहरूले चाहिँ यसमा हजुरहरूलाई जुनै सुकै पनि भेजिटेबल्सहरू मनपर्छ भने त्यो चाहिँ हजुरहरूले यसमा राखेर बनाउन सक्नुहुन्छ। सबै सामग्री राखिसकेपछि अब यसमा हजुरहरूले स्वादअनुसार नुन राख्नुहोला, थोरै जिरा धनियाँको धुलो, थोरै मात्रामा खोर्सानी र छुटाउन नमिल्ने मोमो मसला। मैले चाहिँ 2 चम्चा जति मोमो मसला राखेँ। त्यसपछि यसलाई झान्नको लागि मैले 2 चम्चा घिउ लिएको छु। घिउ राम्रोसँग तातेपछि त्यसमा हजुरहरूले मेथी दाना फुराउन सक्नुहुन्छ। मेथी दाना अलिकति रातो भइसकेपछि हजुरहरूले आवश्यकता अनुसार हल्दी पाउडर राख्न सक्नुहुन्छ। र यसमा छुटाउनै नमिल्ने अर्को चिज भनेको अदुवा र लसुनको पेस्टलाई पनि यही घिउमा चाहिँ धेरै होइन, हजुरहरूले हल्का मात्रामा चाहिँ फ्राई गर्नुपर्ने हुन्छ। लगभग यतिको भइसकेपछि यसलाई मैले चाहिँ ग्यास अफ गरेर अघि हामीले तयार गरेको सबै मरमसलाहरू माथि चाहिँ यसले लगेर झान्नेछौँ। यो राखेर सेलाइसकेपछि हजुरहरूले आफ्नो हात राम्रोसँग सरसफाइ गरेर मजासँग हातले नै मोल्न सक्नुहुन्छ। मलाई चाहिँ हातले मोल्दा नै सजिलो लाग्ने भएर चाहिँ मैले पन्जा नलगाइकन हातले नै मजासँग मोल्नुपर्छ यसलाई चाहिँ। यसलाई हजुरहरूले राम्रोसँग मोलिसकेपछि यो यत्तिको हुन्छ। यत्तिको भइसकेपछि चाहिँ यसबाट आफै नै पानी निस्किन्छ। त्यही भएर चाहिँ यो एकअर्कामा चाहिँ राम्रोसँग टाँसिने डल्लो पर्ने टाइपको चाहिँ हुन्छ। हेर्नुहोस् त यस्तो भयो। यत्तिको भइसकेपछि अब यो सबै रेडी भइसक्यो। अब हामी लगाऊँ। उता मैले पिठो मुसेर रेडी गरिसकेको छु। अब यसलाई चाहिँ राम्रोसँग बेल्ने छु मैले। अब हजुरहरूले चाहिँ सानो सानो गरेर सिङ्गल सिङ्गल बेल्न पनि सक्नुहुन्छ। तर म चाहिँ एउटा ठुलो रोटी बनाउँछु। त्यो बाङ्गोटिङ्गो जस्तो भए पनि नि हुन्छ। ठुलो रोटी बनाएर चाहिँ एउटा ठुलो सर्फेस, गोलो सर्फेस भएको ग्लास लिन्छु। हजुरहरूसँग जे छ गोलो सर्फेस भएको त्यो लिन सक्नुहुन्छ। मसँग चाहिँ यो मोमोको सेप बनाउनको लागि टक्क मिल्ने साइजको स्टिलको ग्लास छ। त्यही ग्लासले चाहिँ आवश्यकता अनुसार अब कतिवटा गोलो बन्छ त्यही अनुसार चाहिँ मैले गोलो गोलो बनाउँदैछु। हजुरहरूले भिडियोमा पनि देख्न सक्नुहुन्छ। त्यसपछि यसको बीचको पार्टहरू चाहिँ यसरी निकालेपछि यो आनन्दले गोलो बनिहाल्छ। त्यसपछि हजुरहरूले यसमा चाहिँ अब कति आवश्यकता पर्छ त्यही अनुसार चाहिँ पनिरहरू, भेजिजहरूलाई चाहिँ यो मोमोभित्र फिलअप गर्न सक्नुहुन्छ। हेर्नुहोस् त हजुरहरूलाई मोमोको त्यो गोलो बनाउन त आउँछ होला, डल्लो बनाउन। यसको चाहिँ विभिन्न टाइपको सेप हुन्छ तर मलाई चाहिँ यस्तो गोलो बनाउन नै सजिलो लाग्छ र मन पनि पर्छ। त्यही भएर चाहिँ मैले भिडियोमा देखाएअनुसार हजुरहरूले गोलो बनाउन सक्नुहुन्छ। सबैजनालाई आउँछ नै होला सायद है। हजुरहरूको चाहिँ रोटी कत्रो गोलो साइज कत्रो छ त्यही अनुसार चाहिँ हजुरहरूले यसमा किमा राख्नु। त्यसपछि चाहिँ एउटा हातले चाहिँ मैले भिडियोमा देखाएअनुसार समाउनुहोस् र त्यसलाई चाहिँ टाँस्दै 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 जाने हो। र उतापट्टिको बुढी औँला चाहिँ हजुरहरूले प्लेसमेन्ट गरेको ठाउँमा नै राखिराख्ने। त्यो अलिअलि किमा बिग्रिन्छ भन्छ मिलाउने, नत्र चाहिँ त्यो बुढी औँला राखिराखेर नै हजुरहरूले सर्कल बनाउने हो। एकदमै सजिलो छ यो बनाउनलाई चाहिँ। हेर्नुहोस् त यो यतिको देखिन्छ। यो पाकेपछि अझ राम्रो सेपमा निस्किन्छ। सुरुमा चाहिँ यस्तै नै देखिन्छ। भिडियोमा देखाएअनुसार हजुरहरूले यस्तै गरी विभिन्न सेप साइजमा चाहिँ मोमो बनाउन सक्नुहुन्छ। मैले चाहिँ आफूलाई आवश्यकता पर्ने जति सबै मोमोहरू बनाएँ। यसै गरी हजुरहरूले नै आफूलाई आवश्यकता पर्ने जति सबै यसै गरी बनाउनु होला। यतिको बनाइसकेपछि मैले आफूलाई जति आवश्यक पर्छ त्यति बनाएर यसलाई चाहिँ अब स्टिम गर्नको लागि मोमोको भाँडामा राखेँ।
सबै रेडी भइसकेपछि यसलाई चाहिँ मैले 10-12 मिनट जति स्टिम गरेँ। स्टिम गरिसकेपछि हेर्नुहोस् त यतिको भइसक्यो। यतिको भएपछि मोमो अलमोस्ट सर्भ गर्नको लागि रेडी भइसक्यो। हजुरहरू पनि यो रेसिपी ट्राई गर्नुहोला र मोमो कस्तो बन्यो भनेर चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनुहोला र यस युट्युब च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सनुहोला। हस् त आजको रेसिपी यति नै। म यस्तै मिठो मिठो रेसिपी लिएर पुनः उपस्थित हुने नै छु। तबसम्मको लागि मिठो खाऊँ, स्वस्थ रहौँ, ह्याप्पी कुकिङ।